एभ्रिवान, सबैमा शिवा अनि नमस्ते। आज चाहिँ हामी कहाँसम्मको हाम्रो यात्रा छ त हामी तीनजना चाहिँ हतारमा अब हामी बाहिर निस्कन लागेको। सबैजना हतारमा हुनुहुन्छ। हामी चाहिँ अब कहाँसम्मको भने सिमसारसम्मको हाम्रो यात्रा। अब चाहिँ हामी तीनजना ठ्याक्कै सिमसार आइपुग्यौँ। गेटदेखि भित्र हामी चाहिँ छिर्दैछौँ। यसरी हिँड्दै जाँदैछौँ हामी तीनजना होइन। अनि पछाडि चाहिँ यस्तो छ। अब यता हामी जानुपर्ने हुन्छ। यता यस्तो छ खेल्ने ठाउँहरू। सिमसार आज कति वर्षपछि हामी चाहिँ आएको। आज चाहिँ सिमसारको चौरतिर हामी छौँ। अघि नै आइसक्यौँ होइन। टिकटकहरू बनायौँ। अनि यसो चौरतिर म चाहिँ यसरी घुमघाम गरिरहेको छु। त्यति धेरै मान्छे त रहेनछ र पनि हामी घुमिरहेछौँ होइन। अनि हामी तीनजना आएको। अब उता जान त बाँकी नै छ। अनि म चाहिँ फेरि मासुहरू त्यस्तो केही चल्दैन। अनि म चाहिँ यता चौरतिरै मलाई चाहिँ मनपर्छ होइन। अनि यतै घुमिरहेको छु म चाहिँ होइन। दिदीहरू पनि छ उता हामी तीनजना। अनि उतातिर चाहिँ अब यहाँदेखि उता चाहिँ सबै खानेकुराहरू खाने परिकार मिठो पाउँछ। तर म चाहिँ केही खान्न। अनि म चाहिँ यस्तै हो, टिकटक बनाउने, भिडियो बनाउने। म यसरी गर्दै आज सिमसारको चौरमा रमाउँदै भिडियो बनाइरहेको छु है त। यहाँ चाहिँ धुप्पीहरू कस्तो राम्रो छ क्या। धुप्पी नै धुप्पी थोरै यस्तो दामी छ। सिमसार चाहिँ यस्तो गोठहरू यसरी बनाएर सिमसारमा चाहिँ सेकुवाहरू मासु सादेकहरू मिठो खानु पाउँछ। सिमसार आएर साथीहरू सबै सुँगुरको मासु सबै खानुहुन्छ। हामी त यसरी खान्छौँ है। हामीसँग खाने भनेको यही मात्रै हो। अब रोटी आउनु बाँकी छ र खाने मेडमजीहरू यता हुनुहुन्छ। कतिको दिन्छ? हामी चाहिँ खाएर फर्किँदैछौँ। हामी चाहिँ सिमसार घुमेर पनि आइसक्यौँ है। अनि म चाहिँ यस्तो साथीहरू धुलो होइन। कपाल बन्यो आमामा, लुगा हेर्ने, अनुहार हेर्ने नहुने भएको थियो। अनि म चाहिँ आएर हतार नुहाएँ। अनि नुहाइसकेँ। अब चाहिँ खानासाना खाएर सुत्नुपर्ने हुन्छ साथीहरू। भिडियो लास्टसम्म हेरेर सपोर्ट गर्नु होला साथीहरू। अनि आजको लागि यति नै, बाई बाई।